पानासेट 6 महिना 6 तारिकको दिन भनेपछि आयो। वाट इज द फर्स्ट नेम अफ द ह्युमेनोइड रोबोट डेभलप बाई द नास्ट भनेको नेसनल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी। नास्टले चाहिँ पहिलो ह्युमनोइड रोबोट चाहिँ कहिले भनेको थियो? यान्त्रिका भन्ने चाहिँ स्थापना गरेको थियो नास्टले। वाट वाज द नेपाल पोजिसन इन द वर्ल्ड ह्याप्पिनेस इन्डेक्स ह्याप्पिनेस रिपोर्ट 2055मा कति 2025मा कति छ? 92औँ। वर्ल्ड ह्याप्पिनेस इन्डेक्समा 92 स्थानमा छ। मिनिमम नम्बर अफ लोकल लेभल विथ डिस्ट्रिक्ट ह्याभ मिनिमम नम्बर अफ लोकल लेभल इस्ट रुकुममा मिनिमम नम्बर अफ लोकल लेभल इस्ट रुकुममा छ। हाउ मेनी माउन्टेन पिक ओभर द 8000 मिटर आर लोकेटेड इन महालङ्गुर रेन्ज। महालङ्गुर हिमाल रेन्जमा चाहिँ 3वटा 8000 मिटरभन्दा अग्ला 3वटा रहेका छन्। वाट इज द एसिस्टेन्स अफ द कन्ट्री विथ द बिपी हाइवे कन्स्ट्रक्सन। वाट इज द एसिस्टेन्स अफ द कन्ट्री भन्ने चाहिँ कुन देशले सहयोग गरेको थियो? बिपी हाइवे बनाउन जापानले सहयोग गरेको थियो। विच रिजन इज नोन एज द लो हिमालयन एरिया अफ नेपाल। नेपालको लो हिमालयन एरिया भनेर महाभारत रेन्जलाई नेपालको लो हिमालयन एरिया भनेर महाभारत रेन्जलाई चिनिन्छ। वाट इज द नेपाल नेम अफ द ट्रेडिसनल ग्रुप डान्स परफर्ड विथ द खैँजडी न्यारेटिङ स्टोरी लाइक अफ द डिलिटिज लाइक राम कृष्ण र शिव। राम कृष्ण शिव आदिको उसमा चाहिँ ग्रुप डान्स गरिन्छ अरे, उनीहरूको कथा भनेर ग्रुप डान्स गरिन्छ अरे खैँजडी सँगसँगै। भनेपछि खैँजडी छ भने त्यसलाई भनिन्छ बालेन, बिएलएन बालेन डान्स भनिन्छ। विच इज द फर्स्ट म्युनिसिपालिटी अफ नेपाल भनेको ललितपुर म्युनिसिपालिटी फर्स्ट म्युनिसिपालिटी हो। ललितपुर म्युनिसिपालिटी फर्स्ट म्युनिसिपालिटी अफ नेपाल। एकोर्डिङ टु द नेपाल पपुलेसन सेन्सस 2078-2021 हाउ लङ इट विल टेक टु नेपाल पपुलेसन डबल। अब डबल हुनको लागि नेपालको पपुलेसन 75 वर्ष लाग्छ। हाउ लङ इट विल टेक द डबल अफ द नेपाल पपुलेसन 75 वर्ष। विच वाज द वानली वाटरफल इन नेपाल टु फिचर इन द पोस्टेज स्ट्याम्पमा चाहिँ कुन वाटरफल? रुप्से वाटरफल। रुप्से रुप्से वाटरफल राखिएको छ। हु आर द होम मिनिस्टर अफ फर्स्ट गभर्नेन्ट आफ्टर द इस्टाब्लिस अफ द डेमोक्रेसी। नेपालमा चाहिँ डेमोक्रेसी गणतन्त्रको स्थापना भए चाहिँ पहिलो गृहमन्त्री होम मिनिस्टर भनेको बिपी कोइराला। नेपालमा चाहिँ गृहमन्त्री भनेपछि के भन्छ? डेमोक्रेसी आयो भने त्यसलाई बिपी कोइराला। डेमोक्रेसी आएपछिको पहिलो गभर्नेन्ट भनेको पहिलो होम मिनिस्टर भनेको बिपी कोइराला भयो। विच इज द इयर अफ मोडर्न पोलिटिकल हिस्ट्री अफ नेपाल कन्सेप्ट टु बिगन भने कहिले सुरुवात भएको? आधुनिक नेपालको सुरुवात मोडर्न पोलिटिकल हिस्ट्री अफ नेपाल 1825 विक्रम सम्वतमा। बाई द इन्ड अफ द 16 प्लान वाट इज द टार्गेट अफ द एनुअल एभरेज ग्रोथ रेट अफ एग्रिकल्चर सेक्टर 4%। बाई द इन्ड अफ द 16औँ योजनाले चाहिँ एनुअल एभरेज ग्रोथ रेट अफ द एग्रिकल्चर सेक्टर चाहिँ कति राखेको छ? 4% बढाउने भनेको छ। इन विच स्टेट बायो भिलेज मोडल प्रोग्राम बिन इम्प्लिमेन्ट इन नेपाल। तनहुँमा बायो भिलेज मोडल प्रोग्राम चाहिँ तनहुँमा इम्प्लिमेन्ट गरेको छ। फर्स्ट कन्ट्री टु इम्प्लिमेन्ट द पेरिस एग्रिमेन्ट क्लाइमेट चेन्ज। विश्वको पहिलो देश चाहिँ कुन हो भने भुटान, मालदिप्स, चाइना र फिजी मध्ये चाहिँ मालदिप्स चाहिँ पहिलो देश हो पेरिस एग्रिमेन्टको क्लाइमेट चेन्जमा चाहिँ इम्प्लिमेन्ट गर्ने। वेयर इज द सेक्रेटेरिएट साग डेभलपमेन्ट फन्ड एसडिएफ साग डेभलपमेन्ट फन्ड लोकेटेड भुटानमा छ। साग डेभलपमेन्ट फन्ड भुटानमा छ। पिस किपिङ द नेम गिभन टु द युनाइटेड नेसन पिस किपिङ फोर्सलाई चाहिँ हामीले ब्लू हेलमेट भनिन्छ। पिस किपिङ फोर्सलाई ब्लू हेलमेटले चिनिन्छ। विच वान इज डु नट फल अन्डर द कमन राइट अफ द फेडरेसन प्रोभिन्स एन्ड द लोकल लेभल भनेपछि फेडरेसन प्रोभिन्स लोकल लेभलको कमन लिस्ट अफ राइटमा के पर्छ भनेको पर्दैन के पर्दैन भनेको छ। सोसल सेक्युरिटी पर्छ, माइनिङ पर्छ, अनि पर्सनल इन्सिडेन्ट रेजिस्टर पनि पर्छ। ल्यान्ड रेकर्ड चाहिँ पर्दैन। इन विच कन्स्टिट्युसन अफ नेपाल द फन्डामेन्टल ड्युटिज अफ द सिटिजन इन्क्लुडेड 2019मा चाहिँ फन्डामेन्टल ड्युटिज अफ सिटिजन इन्क्लुड गरेर 2019मा द फन्डामेन्टल ड्युटी अफ द सिटिजन आर इन्क्लुडेड इन 2019 बिएस। हु आर द फर्स्ट प्रोभिन्सियल चिफ्स गभर्नर अफ नेपालको पहिलो प्रोभिन्सियल चिफ अथवा गभर्नर फर्स्ट प्रोभिन्सियल चिफ गभर्नर अफ नेपाल भनेको अनुराधा कोइराला। हु एज द फर्स्ट प्रोभिन्सियल चिफ गभर्नर अफ नेपाल भनेको अनुराधा कोइराला। According to the Civil Service Act 2049, what percent of the allocation should be made to the Gazette third class for the fee? हाम्रो राजपत्र अङ्कित तेस्रो ग्याजेट थर्ड क्लासमा चाहिँ के हुन्छ भन्दाखेरि सिभिल सर्भिस एक्ट 2049मा 70% छ। फ्री कम्पिटिसन 70% छ। न्यू पब्लिक म्यानेजमेन्ट इज अल्सो नोन एज तिनवटा कुराले बुझिन्छ। न्यू पब्लिक म्यानेजमेन्ट भनेको म्यानेजरिलिजम, त्यस पछाडि मार्केट बेस्ड एडमिनिस्ट्रेसन, इन्टरप्रिनरल गभर्नेन्स, मार्केट बेस्ड एडमिनिस्ट्रेसन अनि
मेनरलिजमलाई चाहिँ हामीले के भनिन्छ न्यू पब्लिक म्यानेजमेन्ट भनेर भनिन्छ। तिनवटा कुराले चिनिन्छ मेनरलिजम, मार्केट बेस्ड एडमिनिस्ट्रेसन र इन्टरप्रिनरल गभर्नेन्स। पब्लिक सर्भिस चार्टर गाइडेड बाई विच प्रिन्सिपल भनेको छ प्रिन्सिपल अफ पिपल सल्भेरिनिटी। पब्लिक सर्भिस चार्टर इज गाइडेड बाई प्रिन्सिपल अफ सल्भेरिनिटी। द बुक नेम द पोलिसी ओरिएन्टेसन बाई द जेम्स बाउजमेन। द बुक नेम द पोलिसी ओरिएन्टेसन भनेको चाहिँ जेम्स बाउजमेनले लेखेको हो। द हेजनबर्ग टु फ्याक्टर थ्योरी विच अफ द फलोइङ इज हाइजेन फ्याक्टर। टु फ्याक्टर मध्ये एउटा हाइजेन फ्याक्टर भनेको चाहिँ जब सेक्युरिटी। हाइजेन फ्याक्टर भनेको जब सेक्युरिटी। चुज द वर्ड विच अफ द डिफ्रेन्ट फ्रम द रेस्ट भनेको छ बाजरा, राइस, वेट र मुस्टार्डमा मुस्टार्ड फरक हो। बाजरा BAJRA बाजरा, राइस, मुस्टार्ड र विटमा चाहिँ मुस्टार्ड फरक हो। एक्सर्साइज इज टु जिम भने इटिङ चाहिँ के को लागि कहाँ हुन्छ रेस्टुरेन्टमा। फुड, डाइटिङ, फिटनेस। एक्सर्साइज जिममा हुन्छ भने इटिङ चाहिँ रेस्टुरेन्ट भयो। स्टेटमेन्ट फर्स्ट सोम पेपर आर पेन। केही पेपरहरू पेन हुन्। स्टेटमेन्ट सेकेन्ड भनेको सोम पेन्सिल पनि के हुन्छ पेपर हुन्। कन्क्लुजन सोम पेन आर पेन्सिल हुन सक्यो, सोम पेन आर पेन्सिल हुन सक्यो, सोम पेन आर पेपर पनि हुन सक्यो भनेपछि क्रस हुन सक्यो। बोथ कन्क्लुजन फर्स्ट एन्ड सेकेन्ड फलो भनेको छ। स्क्रिमिस SKIRMIS स्क्रिमिस भनेको वार हो भने डिजिज भनेको के हुनसक्छ मेडिसिन हुन्छ हुँदैन, पेसेन्ट हुन्छ हुँदैन, इन्फेक्सन हुन्छ हुँदैन। डिजिज भनेको इपिडेमिक्स हो। इपिडेमिक्स भनेपछि स्क्रिमिसको वार हुन्छ भने डिजिजको इपिडेमिक्स। 1 3 9 27 81 आउँछ अरे। 1 त्यहाँ 3 3 त्यहाँ 9 9 त्यहाँ 27 27 त्यहाँ 81 त्यहाँ 243। 5/36 हुन्छ भने 7 कति हुन्छ 5 + 1 5 + 1 ले 6 को स्क्वायर 36, 7 + 1 8 को स्क्वायर 64 हुने भयो। द लेटर एक्टर इज कोडेड ZXGL भनेपछि पेन्सिल इज कोडेड भनेको छ KBMRX भयो। यस्तो भइहाल्यो। सीताबाजी स्ट्यान्डिङ विथ हर हेड डाउन, हर फेस टुवार्ड द इस्ट। इस्टतिर फर्केर चाहिँ फेसन गर्छ। विथ डिरेक्सन हर राइट ह्यान्ड विल बी भनेको छ नर्थमा भनेको छ। यो चाहिँ कन्फ्युज छ के हुने हो यसलाई चेक गर्छु। The mixture of the water and alcohol is the ratio of 3:4. If the 7 liter of the water added the mixture of the water and alcohol is 4, to find the quality of alcohol in mixture भनेको 12। ट्रायंगल काउन्टको कुराहरू यो भए। अब हामी लाग्छौँ विच अफ द फलोइङ डायग्राम इन्डिकेट रिलेसन विथ प्रोपर स्टेसनरी। पेपर, स्टेसनरी र इङ्क भनेको स्टेसनरीभित्र के हुन्छ भन्दाखेरि स्टेसनरीभित्र पेपर र इङ्क हुन्छ अनि यसले चाहिँ छुट्टा छुट्टै हुन्छ अथवा एउटा लाइन एउटा गोलोमा बिचमा चाहिँ भएको पनि हुनसक्छ। इफ M1 and M2 इज द मेम्बर अफ द टु इन्डिभिजुअल सिम्पल ट्रस्ट छ भने अफ द कम्पाउन्ड ट्रस्टमा चाहिँ M1 र M2 सिम्पल ट्रस्ट भने द कम्पाउन्ड ट्रस्ट विल बी द रिगिड एन्ड डिटर्मिनेन्ट। इफ कुनै पनि कम्पाउन्ड ट्रस्ट चाहिँ सिम्पल। इफ द M1 and M2 आर द मेम्बर अफ द टु इन्डिभिजुअल सिम्पल ट्रस्ट अफ अ कम्पाउन्ड ट्रसेस टु इन्डिभिजुअल अफ द सब कम्पाउन्ड ट्रसेसका दुईवटा मेम्बरहरू भनेको चाहिँ M1 र M2 चाहिँ सिम्पल ट्रस्ट हुँदाखेरि द कम्पाउन्ड ट्रस्ट विल बी रिगिड एन्ड डिटर्मिनेन्ट। डिटर्मिनेन्ट हुनको लागि के हुनुपर्छ M = M1 + M2 + 3 हुनुपर्छ। M = M1 + M2 + 3 हुनुपर्छ। इन साफ्ट द सेयर स्ट्रेस नट डिरेक्टली प्रोपोर्सनल टु द साफ्टमा चाहिँ सेयर स्ट्रेन चाहिँ के छ नट डिरेक्टली प्रोपोर्सनल टु द लेन्थ अफ द साफ्टसँग डिरेक्टली प्रोपोर्सनल हुँदैन। सेयर स्ट्रेन भनेको लेन्थ अफ द साफ्टसँग डिरेक्टली प्रोपोर्सनल हुँदैन। एङ्गल अफ ट्विस्टसँग डिरेक्टली प्रोपोर्सनल हुन्छ सेयर स्ट्रेन। एङ्गल अफ ट्विस्टसँग डिरेक्टली प्रोपोर्सनल हुन्छ। रेडियस अफ साफ्टसँग पनि डिरेक्टली प्रोपोर्सनल हुन्छ। मोडुलस अफ रिजिडिटीसँग डिरेक्टली प्रोपोर्सनल हुन्छ। डिरेक्टली प्रोपोर्सनल नहुने भनेको चाहिँ सेयर स्ट्रेन चाहिँ लेन्थ अफ द साफ्टमा हो। केमा साफ्ट सेयर स्ट्रेन इन साफ्ट। In case of principal axis section, the product of moment of inertia is 0. In case of principal axis of the section मा moment of inertia चाहिँ के हुन्छ product of moment of inertia चाहिँ 0 हुन्छ। sum of moments of inertia 0 हुने होइन। differential moment of inertia 0 हुने होइन। none of them हुने होइन। product of moment of inertia चाहिँ 0 हुने हो principal axis मा। In case of principal axis मा the yield moment of the cross section is defined as the moment that will just produce the yield strength in the outermost fiber of the section. The yield moment भनेको चाहिँ cross section is defined as the moment that will just produce yield stress outermost fiber of the section मा चाहिँ the yield moment of the cross section is defined as the moment that will just produce the yield strength
is outermost fiber of the section. The plastic moment of the cross section is defined as the moment that will just produce the yield stress in the fiber everywhere. The plastic moment in the cross section, plastic moment कुनै पनि cross section को plastic moment चाहिँ determine the moment that will produce the yield stress in the fiber everywhere. The fiber everywhere in the fiber everywhere. The plastic moment of the cross section is defined as the moment defined as the moment that will just produce the yield stress in the fiber everywhere. Point of tangency is the end of the curve. Point of tangency is the end of the curve. Point of tangency भनेको चाहिँ end of the curve हो. Point of tangency भनेको end of the curve हो. बिगिनिङ अफ द कर्भ होइन. कमन पोइन्ट वेयर रेडियस चेन्ज पनि होइन. द कमन पोइन्ट वेयर रेडियस एन्ड डिरेक्सन चेन्ज होइन. बिगिनिङ पोइन्ट अफ टेन्जेन्सी भनेको टिएनजिएनसी टेन्जेन्सी भनेको इन्ड अफ द कर्भ हो. द लेन्थ अफ द पर्पेन्डिकुलर अफसेट फ्रम द टेन्जेन्ट टु द जङ्सन अफ द ट्रान्जिसन कर्भ एन्ड द सर्कुलर कर्भ इज इक्वल टु 4 इन्टु साफ्ट. द लेन्थ अफ द पर्पेन्डिकुलर offset from the tangent to the junction of the transition curve in the circular curve. Length of the perpendicular offset from the tangent to the junction of the transition curve in the circular curve is equal to 4 into shaft हुने भयो. 4 into shift हुने भयो. 4 into shift हो त 4 into shift ले नै हामीले के गर्छौँ भन्दाखेरि length of the perpendicular the offset tangent to the junction of the transition curve of the circular curve हुन्छ. The angle subtended by the long chord of the simple circular curve is equal to the center is deflection angle. The angle subtended by the long chord of the simple circular curve and its center is equal to the deflection angle भन्छ. In simple curve extension distance is the distance between vertex and middle point of the curve. Vertex and middle point of the curve is called extension distance. Vertex and middle point, the distance between the vertex and middle point of the curve is called extension distance. If the radius of the simple curve is r, length of the curve are calculated to offset the method of the curve is produced should not be exceed r by 20. The radius of the simple curve is r and the length of the chord is calculated offset by the method of chord is produced do not exceed r by 20. The radius of the simple curve r the length of the chord for calculated offset by the method of chord is produced should not exceed r by 20. Simple curve भनेको r छ अरे radius. The length of the chord is calculated offset by the method of chord produced should not exceed भनेपछि length भनेको should not exceed r by 20 हुनुपर्छ. In tachometry, provided which analytical distance is measured the object glass and the vertical axis 15 cm, focal length of the object भनेको चाहिँ 15 cm is the analytical, hence the distance between the two length. क्वेसनले के भनेको छ भने a tachometer provide the analytical length, the distance between the glass and object vertical axis is 15 cm, the focal length of the object is 15 cm and the analytical length is 10 cm. Find the distance between the two lengths भनेर सोधेको छ भनेपछि यसको एन्सर भनेको कति हुने रहेछ भन्दाखेरि 17.5 सेन्टिमिटर 17.5 सेन्टिमिटर. क्वेसनले दिएको भनेको इन ट्याकोमेट्री. अब यहाँ चाहिँ च्याट जिपिटीको अनुसार चाहिँ डिस्टेन्स हामीले के निकाल्नुपर्ने भनेको छ वेयर डी इज द डिस्टेन्स बिट्विन द टु लेन्स भनेको चाहिँ एफ नट प्लस एफए भनेको छ. एफ नट भनेको 15, एफए भनेको एनालाइटिक लेन्थ भनेको 10 छ भनेपछि 25 दिएको छ, तर एन्सरमा 17.5 छ. हेर्नुपर्छ. एनालाइटिक लेन्थ प्रोभाइडेड बिट्विन द diaphragm and the object glass. Analytic lens provided between the diaphragm and the object glass. Diaphragm र object glass को बिचमा चाहिँ एनालाइटिक लेन्स प्रोभाइड गरिन्छ. द टिम्बर युज फर द डेकोरेटिभ वुड भनेको रोजवुडलाई चाहिँ डेकोरेटिभ वुडको रूपमा प्रयोग गरिन्छ. द पिस अफ द टिम्बर विथ थिकनेस एन्ड द विथ इज रेस्पेक्टिभ 5 सेन्टिमिटर र 10 सेन्टिमिटर. त्यस्तो खालको टिम्बरको पिस जसको चाहिँ थिकनेस भनेको 5 सेन्टिमिटर, विथ 5 सेन्टिमिटर, थिकनेस 5 सेन्टिमिटर अनि विथ चाहिँ 10, थिकनेस 5 विथ 10 छ भने त्यसलाई स्ट्रिप भनिन्छ. एसटिआरआइप स्ट्रिप भनिन्छ. द पोर्सन अफ द बिग कट फ्रम द एङ्गल other than the angles in a plane is known as other than the angle in plane बाहेकको अरू एङ्गलमा काटिएकोलाई चाहिँ हामी के भन्छौँ भने स्क्रुड ब्रिक. द पोर्सन अफ द ब्रिक कट फ्रम द एङ्गल
other than the right angle भन्दा बाहेकमा काटेको छ भने त्यसलाई हामी SQUINT स्क्युन्ड ब्रिक प्लाइवुड जेनरली एभाइलेबल 3 to 4 सेन्टिमिटर थिक प्लाइवुड चाहिँ 3 to 4 सेन्टिमिटर थिक हुन्छ द डिफेक्ट अफ द वुड इज ड्यू टु हार्डनिङले गर्दा आउने डिफेक्टलाई हामी बल भन्छौँ BURLS बल्स सोल्डर इज अ अलोय अफ SOLDER सोल्डर इज द अलोय अफ लिड एन्ड टिनको अलोयलाई चाहिँ सोल्डर भनिन्छ लिड टिल गरेर द म्याक्सिमम हाइट अफ द सिमेन्ट ब्याग पाइल इज म्याक्सिमम हाइट बडीमा चाहिँ 2.7 मिटर भन्दा माथि राख्न पाइँदैन म्याक्सिमम हाइट अफ द सिमेन्ट ब्याग पाइल चाहिँ 2.5 सेन्टिमिटर द कम्प्याक्सन अफ द प्लेन कङ्क्रिट रोड सर्फेस अफ द थिकनेस लेस देन 20 सेन्टिमिटर वी युज प्लेन्स कङ्क्रिट रोडको सर्फेस अफ थिकनेस लेस देन 20 सेन्टिमिटर गर्यो भने हामीले स्क्रिड भाइब्रेटर युज गर्छौँ The compacting plane of the concrete road surface of the thickness less than 20 centimeter we use screed vibrator use गर्छौँ as compared to the ordinary Portland cement use of pozzolana cement increase the shrinkage as compared to the OPC cement use of pozzolana cement increase the strength as compared to the OPC cement use of pozzolanic cement increase the shrinkage Poisson ratio for the concrete increase the richer mix Poisson ratio for the concrete increase with the richer mix by बढ्छ 1% void of the concrete mix will reduce the strength by about 5% ले घट्छ 1% void in the concrete would reduce the strength by about 5% 1% void in the concrete will reduce the strength by the 5% ले घट्छ In civil engineer is the concern mainly with 10 to 15 meter top mantle from the soil dealing with the small and large size project भनेपछि सिभिल इन्जिनियर चाहिँ मेनली कन्सर्न 10 देखि 15 मिटर फ्रम द टप मेन्टल अफ द सोइल मेन्टल MNT एलिमेन्ट सोइल डिलिङ विथ द स्मल र मिडियम प्रोजेक्टको लागि चाहिँ जेनरली 10 देखि 15 मिटरको चाहिँ कन्सर्न चाहिँ गर्छ त्यसमा मेन्टलदेखि consolidation and compressibility of the soil deals with the change in volume of the pore soil under the load consolidation र compressibility भनेको deals with the change in volume of the pore of the soil under load हुन्छ silt is a fine grained soil with the little or no plasticity silt भनेको चाहिँ fine grained soil हो with little or no plasticity silt भनेको fine grained soil with little or no plasticity silt भनेको fine grained soil with a little or no plasticity If the pores of the soil are completely full of air only, the soil is said to be dry soil. Pores of the soil are completely full of the air. यदि कुनै पनि माटोले मात्र फिल भएको छ भने त्यस्तोलाई हामी के भन्छौँ ड्राई सोइल भन्छौँ वेट सोइल पानीले भिजेको फुल्ली स्याचुरेटेड पानीमा डुबेको पार्ट स्याचुरेटेड आधा भिजेको भने चाहिँ वेट मात्रै भन्छ द डिग्री अफ स्याचुरेसन फर द मोइस्ट सोइल सुड बी अबाउट 50 देखि 75% द डिग्री अफ स्याचुरेसन अफ द मोइस्ट सोइल इज अबाउट 50 देखि 75 द डिग्री अफ स्याचुरेसन अफ द मोइस्ट सोइल इज अबाउट 50 देखि 75% द एप्रोक्सिमेट भोइड रेसियो इन स्यान्डी सोइल इज 0.6 द एप्रोक्सिमेट भोइड रेसियो अफ द स्यान्डी सोइल इज 0.6 द एप्रोक्सिमेट भोइड रेसियो अफ स्यान्डी सोइल इज 0.6 क्वालिटी एस्युरेन्स इज अचिभ बाई इन्जिनियर क्वालिटी एस्युरेन्स चाहिँ इन्जिनियरले गर्ने काम गर्छ क्वालिटी एस्युरेन्स चाहिँ इन्जिनियरले गर्ने काम गर्छ द प्रोजेक्ट टेक्निकल अडिट इज डन आफ्टर द प्रोजेक्ट कम्प्लिसन द प्रोजेक्ट टेक्निकल अडिट चाहिँ ड्युरिङ प्रोजेक्ट इम्प्लिमेन्टेसनमा होइन आफ्टर डिएलबीमा होइन आफ्टर प्रोजेक्ट कम्प्लिसन पछि टेक्निकल अडिट गरिन्छ सेक्युरिटी डिपोजिट डिड्युस फ्रम द कन्ट्र्याक्टर बिल इज सेक्युरिटी डिपोजिट चाहिँ डिडक्टेड फ्रम द कन्ट्र्याक्टर बिल इज रिफन्डेड वेन डिफेक्ट लायबिलिटी पिरियड इज ओभर डिफेक्ट लायबिलिटी पिरियड सकिसकेपछि मात्र सेक्युरिटी डिपोजिट चाहिँ डिडक्टेड फ्रम द कन्ट्र्याक्टर बिलबाट हटाइन्छ भने डिफेक्ट लायबिलिटी पिरियड सकेपछि सेक्युरिटी डिपोजिट पिरियड चाहिँ हटाइन्छ द एस्टिमेटेड कस्ट अफ द वर्क मस्ट बी कोटेड इन अ टेन्डर नोटिस फर द वर्क अप टु 2 crore द एस्टिमेटेड कस्ट अफ द वर्क मस्ट बी भनेपछि कति 20 million द एस्टिमेटेड कस्ट अफ द वर्क मस्ट बी कोटेड इन द टेन्डर नोटिस एस्टिमेटेड कस्ट चाहिँ मस्ट बी कोटेड इन टेन्डर नोटिस फर वर्क अप टु 2 करोडसम्मको वर्कलाई चाहिँ हामीले एस्टिमेटेड कस्ट अफ द वर्क मस्ट बी कोटेड गरिन्छ द टेन्डर भनिन्छ इओआई कम्पलसरी फर द प्रोक्युरमेन्ट EOI is compulsory for the procurement consisting service if the work amount is exceed 2 million. EOI चाहिँ कम्पलसरी हुन्छ अरे यदि वर्क अमाउन्ट चाहिँ 2 मिलियन भन्दा 20 लाखभन्दा बढीको लागि EOI चाहिँ कम्पलसरी गर्नुपर्छ पोजिटिभ स्ल्याग इन्डिकेट्स पोजिटिभ स्ल्यागले चाहिँ अहेड अफ द स्केड्युल कन्डिसन अहेड अफ द स्केड्युल कन्डिसन जनाउँछ पोजिटिभ स्ल्यागले द युनिट रेट इज ओन्ली फर द फाइन्डिङ कस्ट युनिट रेट इज ओन्ली फर फाइन्डिङ कस्ट हुन्छ द युनिट अफ द
Cribbing is square meter. The unit of the cribbing is square meter. The unit of the cribbing is square meter. The unit of the cribbing is square meter. The unit measurement of the road side edging to increase the pavement width. The unit measurement of the road size increase size brick edging the increase the pavement width भनेको मिटर. The unit measurement of the रोडको साइड ब्रिक एज इज द इन्क्रिज द पेमेन्ट विथ भनेको मिटरमा हुन्छ. प्रोभिजन फर द physical and price adjustment of the contingency is equal to the 10% physical contingency and 10% price adjustment. Provision for the physical and price adjustment contingency is equal to the 10% physical contingency and 10% price adjustment हुन्छ. Approximate cost excavation of the earth work in the road project is 14% of total cost. Approximate cost of the excavation of the earthwork in the road project is 14% of total cost. कस्ट अफ एक्सकाभेसन अफ द अर्थवर्क प्रोजेक्ट एक्सकाभेसन गर्दा मात्रै कस्ट चाहिँ रोड प्रोजेक्टको 14% चाहिँ जान्छ टोटल प्रोजेक्टमा. ड्युरिङ द अपरेसन अफ द 2 आर्म अफ द ड्राफ्टर रिमेन एट 90 डिग्री. दुईवटा आर्मको अपरेसन गर्दाखेरि ड्राफ्टर चाहिँ कति 90 डिग्रीमा राखिन्छ. 2 आर्म अपरेसन ड्राफ्टर रिमेन 90 डिग्री. द डिस्टेन्स बिट्विन द स्टेसन पोइन्ट फ्रम द पिक्चर इज जेनरली गिफ्ट. द डिस्टेन्स बिट्विन द स्टेसन पोइन्ट फ्रम द पिक्चर इज जेनरली गिफ्ट इज ट्वाइस अफ द ग्रेटेस्ट डाइमेन्सन अफ द अब्जेक्ट. द डिस्टेन्स बिट्विन द स्टेसन पोइन्ट फ्रम द पिक्चर र स्टेसन पोइन्ट चाहिँ जेनरली गिफ्ट एट द ट्वाइस द ग्रेटेस्ट डाइमेन्सन अफ द अब्जेक्टको ग्रेटेस्ट डाइमेन्सनको डबल राखिन्छ. द डिस्टेन्स स्टेसन पोइन्ट फ्रम द पिक्चर चाहिँ. आइसोमेट्रिक भ्यू अफ द स्क्वायर इज सिन एज अ रोम्बस. स्क्वायरको आइसोमेट्रिक भ्यू चाहिँ रोम्बस हुन्छ. रेक्टेङ्गलको प्यारालोग्राम हुन्छ. त्यस पछाडि सर्कलको इलिप्स हुन्छ. स्क्वायर यो हाम्रो स्क्वायरको चाहिँ रोम्बस देखिँदो रहेछ. Which of the following describe the concept of net present value in the project evaluation? It is the difference between the present value of the benefit and the cost over time. The net present value of the concept of net present value of the project evaluation is the difference between the present value of the benefit and cost over time. The present value of the benefit and cost over the time. Which of the following is the best described concept net present value of the project evaluation? It is the difference between the present value of the benefit and the cost over time. It is the difference between the present value of the benefit and cost over time. It is the difference between the present value and cost over time. The time value of money is based on the which principle? The rupee today is worth more than the rupees tomorrow. The time value of money rupees today is worth more than the rupees tomorrow. Internal rate of return is defined as the discount rate that makes net present value of the project is zero. The internal rate of return is defined as the discount rate in which the net present value of the project zero. The discount rate in which that the net present value of the project is zero. Internal rate of return is the discount in which the net present value of the project is zero. In economic term, equilibrium occur when demand equal to supply. In economic term, equilibrium occur भनेको demand चाहिँ equal to supply हो. Supply exceed demand होइन. Production stop होइन. All price फल्ने. Demand equal to supply is called equilibrium. According to the National Building Code of Nepal, which category is certified engineer design mandatory? Professionally designed structure. According to the National Building Code of Nepal, which category is classified engineer design mandatory? Professionally design of the structure. According to the National Building Code of Nepal, Nepalको National Building Code मा चाहिँ which category of the certified engineer design mandatory? डिजाइन मेन्डेटरीको लागि कुन प्रोफेसनल डिजाइन इन्जिनियर. स्ट्रक्चर विथ द लिमिटेड क्यापेसिटी, अर्डिनरी स्ट्रक्चर, अल अफ द स्ट्रक्चर, प्रोफेसनली डिजाइन स्ट्रक्चर. नेपाल बिल्डिङ कोडले चाहिँ विच क्याटेगोरी सर्टिफाइड इन्जिनियर डिजाइन मेन्डेटरी भनेको छ कस्तो खालको प्रोफेसनल डिजाइन स्ट्रक्चर हुनुपर्छ. विच अफ द फलोइङ नट रेस्पोन्सिबल अन्डर द कोड अफ द कन्डक्ट अफ द रेजिस्टर्ड इन्जिनियर एज पर नेपाल एनइसी भनेको छ. नट रेस्पोन्सिबल चाहिँ के इन्सुरिङ सेफ्टी, पब्लिक सेफ्टी र वेलफेयर हुनु पऱ्यो. मेन्टेनिङ कन्फिडेन्सियली एन्ड क्लाइन्ट इन्फर्मेसन हुनु पऱ्यो. अभोइडिङ द कन्फ्लिक्ट अफ द इन्ट्रेस्ट इन प्रोफेसनल ड्युटी हुनु पऱ्यो. नहुनुपर्ने चाहिँ प्रायोरिटाइजिङ द फाइनेन्सियल बेनिफिट ओभर टेक्निकल इन्टिग्रिटीमा चाहिँ फाइनेन्सियल बेनिफिट प्रायोरिटाइज दिनु चाहिँ भएन. विच अफ द प्राइमरी अब्जेक्टिभ अफ द इम्प्लिमेन्टेड बिल्डिङ बाई ल एट द लोकल गभर्नेन्ट लेभल इन नेपाल भनेको छ. प्राइमरी अब्जेक्टिभ भनेको टु रेगुलेट द अर्बन डेभलपमेन्ट एन्ड इन्स्योर सेफ्टी. द प्राइमरी अब्जेक्टिभ अफ द बिल्डिङ बाई लको चाहिँ प्राइमरी अब्जेक्टिभ भनेको चाहिँ के हो भन्दाखेरि लोकल गभर्नेन्ट लेभल नेपाल भनेको टु रेगुलेट अर्बन डेभलपमेन्ट एन्ड इन्स्योर सेफ्टी. टु रेगुलेट अर्बन डेभलपमेन्ट एन्ड इन्स्योर सेफ्टी.